आज चाहिँ कति हिँडेको भ्लग बनाउनु भनेर आज साइक्लिङ भ्लगमा जान लाग्छु होइन। हेरौँ कस्तो हुन्छ भ्लग होइन। अब आज चाहिँ घरदेखि नै अविदाईको साइकलबाट पुरै भ्लग बनाउनु गइरहेको छु। आज डाँडा काँडा कस्तो हुन्छ ल हेरिदिनु होला है गाइस। अब चाहिँ म घरदेखि अब हिँडेँ। अब हामी अघि बढ्दैछौँ। अब कस्तो हुन्छ यात्रा भनेर साइक्लिङ भ्लग हो यो पुरै। आज कस्तो हुन्छ भ्लग, नयाँ भ्लग साइक्लिङ हेरिदिनु होला। अब कस्तो हुन्छ टुबुबाटै जान्छु। टुबुको रोड हुँदै माथि अब ढुङ्गिन लामाटार हुँदै पुग्नुपर्ने हुन्छ। हाम्रो भ्लग अब कस्तो हुन्छ यो नयाँ भ्लगै किन होला साइक्लिङ। अब यसरी यसरी गएको होइन, ब्यागमा पानी सानी बोकेर लाग्यो। अब केटो माथितिर यात्रा। अब यस्तो लुबाट हिँडिया त्यो माथि देखिरहेको डाँडातिर। हेरौँ पुगिन्छ कि पुगिँदैन। फर्स्ट साइक्लिङ हो। साइकल त्यति चाँडो चलाउनै सकिँदैन होला फर्स्ट दिनमा। हेरौँ के हुन्छ। पुग्न सक्यो भने सक्यो, अब सकिएन भने आधी बाटोबाट फर्केर आइन्छ। अहिले गाह्रो हुन लागिसक्छ। हेरौँ गाइस के हुन्छ। अल्छी लाएर यस्तो दाइको साइकलमा आएर भ्लग हान्दै हिँडेँ। हेरौँ न्यू भ्लग साइक्लिङ। म चाहिँ यता लामाटार नगएर यता बिरुवाको बाटो हुँदै हुँदै माथि जङ्गल जानु पऱ्यो। यता रोडै रोड नि कतिजना यसो नयाँ नौलो बाटो नि हुँदै जानुपर्ने हुन्छ। लामाटारको बाटो जहिले हिँडिरहेको हो। यो बाटो हिँड्दैन, हिँड्दै त्यो जङ्गलको बाटो हुँदै जानुपर्ने हुन्छ। हेरौँ थाकिसक्यो अहिले, सकिला जस्तो छैन। हेरौँ के हुन्छ। अब बबाल गएको छ। बबाल त घिउनु हल्का फुल्का त्यति साह्रो। त्यो उकालोमा चाहिँ डोराउनु पर्ने हुन्छ। सकेसम्म जान कोसिस गर्छु। हेरौँ कहाँसम्म पुग्दो रहेछ। सकिँदैन, ओर्लिनु पर्ने हुन्छ। खुट्टा गाडी दुखिसक्यो। माथि पुगेला जस्तो त छैन। धेरै गर्मी छ क्या। गर्मीकै बेला भ्लग बनाउनु हिँडेको छु। उकालोमा चाहिँ डोडानु पर्ने हुन्छ। थाक्यो सकिँदो रहेछ। प्रोग्राम भइरहेको रहेछ स्कुलको म्युजिकल चेयर। यो चाहिँ बिन्दावासिनी मन्दिर। हामी चाहिँ हल्का हेरेर शीतला गरेर बस्नु पर्ने छ। गर्मीले मार्दै एकैछिनमा। प्रायः जस्तो यता भाइरल ठाउँ छ। भिडियो बनाउनु मान्छेहरू आइरहेको हुन्छ यहाँ प्रायः जस्तो। भवाल छ यो बाटो चाहिँ। यहाँ माथि गएपछि भाइरल प्लटिङ आउँछ। खासमा यता नआउने भनेको थियो, यसो शीतल हुन्छ नि त्यता भनेर यो साइडको जङ्गलको बाटो। उता घाम चर्को लागेर चाहिँ कुदाउनै नसकिन्छ साइकल यस्तो गर्मीमा त। अब भाइरल प्लटिङ गर अनि त्यहाँ एकछिन बसेर आउनु पर्ला जस्तो लाग्यो। यता भयो हल्का शीतल छ है, धेरै नै रुखको छायाले एकदम गाह्रो नि। साइक्लिङ भ्लग त नसकिँदा चाहिँ पानी चाहिँदा
प्लटिङ भन्ने ठाउँ चाहिँ त्यति राम्रो राम्रो पनि छैन यो प्लटिङले गर्दा। यो प्लटिङको रोड पिच गरेर हो यति राम्रो भएको। यहाँ रोड घर बनिसकेपछि यो भाइरल रोड नि खत्तम हुन्छ। एकछिन यहीँ बस्नुपर्ने हुन्छ अब, नसकिने भयो एकैछिन। अब हामी यहाँबाट फर्किनु पर्ने हुन्छ। धेरै बेर बसेर पनि काम छैन। कति बजे हेरौँ, हेर्नै पर्ने हुन्छ टाइम। 12 भएछ। जाउँ माथितिर अब यसो घुमेर आउँ। आज धेरै नसकिन्छ छ। फर्स्ट ब्लग साइक्लिङ यस्तै हुन्छ। अब यतिको राम्रो भइदिएको चाहिँ मजा आउने होइन। यस सक्यो कलोनी। यही हो आउने पर्ने बाटोको भाइरल रोडको। अफरोड तयार हुन चाहिँ नसकिन्छ उकालो त। फर्स्ट साइक्लिङ भएको त नराम्रो हुँदो रहेछ यार। बानी पर्नुपर्ने रहेछ साइक्लिङ भने। हिँडे जस्तो सजिलो नहुने रहेछ, बाइकमा चढेर पुगे जस्तो सजिलो नहुने रहेछ। गाह्रो रहेछ, गाह्रो भाइ। फर्स्ट भएकोमा यस्तो गाह्रो हुँदो रहेछ। अनि साइक्लिङमा त्यही पनि गर्मीमा। हेरौँ फर्स्ट भएकोमा कति भ्यू जानु रहेछ हेरौँ। धरो भ्युज आयो भने ल साइक्लिङमा यस्तै गरी हिँडेको भिडियो आउने छ पक्कै। नयाँ नयाँ ठाउँमा म जानै नसकिने हो क्या। गाह्रो छ नि। के भन, साइकल किनेर भ्लग बनाउने सोच्थ्यो, अत्यन्तै गाह्रो हुँदो रहेछ। बानी परिसकेपछि त सजिलै हुन्छ कि। हे गाइज, लास्टै थाकेर जङ्गलमा आएर टक्क बस्या हो। टक्क जङ्गलमा त्यस्तो चिसो हावा, वन जङ्गलको चिसो हावामा साइकल गएर सुतिया बस्दा सुतिएर बस्या। चलाउनै नसकिन्छ छ अनि के को साइक्लिङ गर्नु। साइक्लिङ गर्न गाह्रो रहेछ। पछि बानी पर्दै जान्छ कि। पहिलोचोटि त भरिँदछ नि। पहिला त चलाइन्थ्यो, नचलाएको कति भयो 5-6 वर्ष भइथ्यो नि। 5-6 वर्षपछि साइकल चलाएको के सकिन्थ्यो। त्यही पनि माथि डाँडा जान खोजेको सकेन। हेरौँ उता माथिसम्म पुग्छ नि फर्किन्छु होला। अङ्कल उता माथि जाने कताबाट हो? उता म शिवको मूर्तिबाट हो, यतैबाट हो। लौ अब पुग्नु थियो पर्छ। डोर्याएर भए पनि कुदाएर भए पनि घिसारेर भए पनि जाने भनेपछि जानै पर्ने हुन्छ। हेरौँ के हुन्छ थाहा छैन। शिवकै मूर्तिमा जाने हो अब। बल्ल तल्ल आइपुग्यो शिवको मन्दिर फाइनल्ली। यहाँ पनि ठुलो रहर थियो हिँडेर त्यो साइकल आइयो क्या। यहाँबाट फेरि काठमाडौँ भ्यू नि
वाल देखिन्छ क्या प्रदूषणले भयो नदेखिने चाहिँ अब देखिन त सबै देखिन्छ ल फाइनल्ली आइपुग्यौँ हामी शिवको ठुलो मन्दिर मूर्तिमा हामी यहीँ गएर होला केही देखिन चाहिँ यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ धेरै बसिसकेको एकैछिन हावा खाइयो अब यस्तो अप्ठ्यारो बाटोमा जानुपर्ने हुन्छ सर है यो त पछाडिको ब्रेक पनि थाहा छैन यो सबै चलाउने भएको थाहा हुन्थ्यो होइन यस्तो बाटो गइन्छ है मोटो हक पनि लाग्ने रहेछ नि हाम्रो यात्रा घरतिर अब यहाँसम्म आइयो ल मिसन कम्प्लिट अब त घर त सरराले हो अब त उराले बाटो सरर हावा खाँदै जाने हो पनि गाडी त गाडी हिँड्दैछ यहाँलाई मान्छे राइड मात्र पानीमा पतञ्जल गाह्रै हुँदैछ नि त्यो ब्रेक नहाले मरिँदैछ अब अघि गएर लाट गरेर आएको थियो अब त केटी मान्छे चिप्लिँदै थियो ध्यान गरेर हिँड्नुपर्ने थियो दुईटै ब्रेकको भरमा लाग्नुपर्ने थियो यस्तो बाटो ल कहिले यो त सजिलै बाटो आइरहेको छु म अघिदेखि धेरै अप्ठ्यारो नै हिँड्ने गरेँ होइन बानी हो बानी पर्नुपर्छ होइन त्यति साह्रो बानी पनि छैन मलाई साइकल चलाउनुमा त्यही भएर नि हो र यतिमा पनि धेरै अप्ठ्यारो चाहिँ लास्ट अप्ठ्यारो लाग्दछ चलाउनु बानी छैन नि त त्यही भएर हो फेरि बानी हुनुपर्ने रहेछ साइकल चलाउने भने हो त्यो यस्तो बाटो चलाउनु लास्टै गाह्रो हो क्या पहिला त ठुलो पानी आउँथ्यो नि आएको थियो हामी आउँथ्यौँ अहिले त अलिक सानो भएछ पानी एक बोतल थापेर लान्छु ल म यो पानी एकदम मिठो हुन्छ नि यो पानी फ्रिजको भन्दा पनि चिसो हुन्छ ए स्वादिलो हो यो पानी अब चाहिँ म यहाँबाट एक बोतल पानी थापेर ढुङ्गेन धाराबाट यहाँको पानी फेरि एकदम मिठो हुन्छ एक बोतल थापेर म फर्किन्छु पानी खाइसकेपछि यहाँको पानी एकदम मिठो हुन्छ पहिला ठुलो आउँथ्यो यो धारामा पानी तर अलिक सानो हुन्छ रहेछ धेरै मान्छेले पानी थापेर लान्छ ढुङ्गे धाराबाट नि अब छोडिदिउँ कुरा जाउँ सर केटाहरूलाई चाहिँ मैले भर्खर भेटेँ होइन यहाँ अब हजुर ल
एक्लै गएको नि आज त अनि ल एकदम आमा के भने होइन त्यहाँ माथि गएको नि त्यहाँ माथि जान लास्ट गाह्रो रहेछ त्यहाँ युट्युबर हो नि म पहिलेदेखि अब यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ केटाहरूसँग मिलेर खाजा साजा खाएर अब आफ्नो बाटो अब त हुने इन गर्नुपर्ने हुन्छ होइन थ्याङ्क्स फर वाचिङ दिस भिडियो होइन फर्स्ट ब्लगको अब मन पराइदिनु भयो भने अब यस्तै नै साइक्लिङमा धेरै डाँडा जानुपर्ने हुन्छ ल आजलाई यतैतिर इन गरिदिउँ भिडियो झन्डै मरेर एकचोटि त्यो सिटले गर्दा ल